के तपाईले कहिल्यै यस्तो मानिस भेट्नु भएको छ जो पहिलो नजरमै तपाईलाई मन नपरे जस्तो लाग्छ, तर उसको कुरा, उसको आँखा, उसको उपस्थितिले तपाईको मनभित्र केही हल्लाइदिन्छ? कहिलेकाहीँ हाम्रो जीवन बदल्ने मान्छेहरू माया लिएर होइन, द्वन्द लिएर आउँछन्। सुयोगवीर फेरि त्यही पुरानो बारमा बसेका थिए। हातमा रक्सीको गिलास, आँखामा थकान र मनभित्र एउटा अन्तहीन खालीपन। बारमा हाँसो थियो, गीत थियो, धुवाँ र उज्यालो थियो, तर सुयोगवीरको जीवनमा केही पनि बाँकी थिएन। उनी केवल बाँचिरहेका थिए, जिन्दगी बिताइरहेका थिएनन्। त्यही बेला एउटा जवान केटा उनको टेबल नजिक आयो। म यहाँ बस्न सक्छु? उसले विनम्र स्वरमा सोध्यो। सुयोगले हल्का टाउको हल्लाए। त्यो युवक थियो, शिवराज। उमेरले कान्छो, तर अनुहारमा जिम्मेवारीको भारी। रक्सीको केही खुट्कापछि शिवराज बिस्तारै खुल्न थाल्यो। उसले आफ्ना 3 अविवाहित बहिनीहरूको कुरा गर्यो। बुबाको मृत्युपछि घर कसरी चलाइरहेको छ भन्ने सुनायो। आफ्ना सपना कसरी जिम्मेवारीभित्र थुनिएका छन् भन्ने बतायो। सुयोगवीर चुपचाप सुनिरहे। सायद धेरै समयपछि उनी कसैको कुरा यति ध्यान दिएर सुनिरहेका थिए। र त्यो रात रक्सीभन्दा धेरै नशा त्यो अनौठो मित्रताले दिएको थियो। बिदा हुने बेला शिवराज मुस्कुरायो। एक दिन हाम्रो घर आउनुहोस् न। आँगनमा नीला शिरीषका फूलहरू फुलेका छन्, हेर्नै लायक छन्। केही दिनपछि सुयोगवीर शिवराजको घर पुगे। सानो घर, तर अचम्मको शान्ति। आँगनभरि नीला शिरीषका फूलहरू हावामा हल्का हल्का हल्लिरहेका थिए। ती फूलहरू हेर्दा लाग्थ्यो मानौ थाकेको मनलाई कसैले बिस्तारै स्पर्श गरिरहेको छ। घरभित्र शिवराजकी 3 बहिनीहरू थिइन्। जेठी मुजुरा, शान्त, नम्र, परम्परागत। उनी मुस्कुराउँदा घर नै न्यानो हुन्थ्यो। सुयोगवीरले उनलाई हेरे र मनमा नै सोचे, यस्ती स्त्रीसँग विवाह गरे सायद जीवन शान्त होला। त्यसपछि देखिन् कान्छी बहिनी, सानो, हँसिली, निर्दोष, बच्चा जस्तै चञ्चल। उनको हाँसोले घरको हावा नै उज्यालो बनाइदिएको थियो। तर त्यसपछि सुयोगवीरको नजर अर्को व्यक्तिमा रोकियो। दोस्री बहिनी, सकम्बरी। छोटो कपाल, आँखामा विद्रोह, ओठमा हल्का व्यङ्ग्य, र उनी आरामसँग चुरोट पिइरहेकी थिइन्। सुयोगवीरको निधार खुम्चियो। महिलालाई चुरोट सुहाउँदैन, उनले भने। सकम्बरी हल्का हाँसिन्, तर त्यो हाँसोमा चुनौती थियो। महिलालाई के सुहाउँछ र के सुहाउँदैन, त्यो निर्णय सधैँ पुरुषहरूले नै गर्नुभएको होइन र? सुयोग चुप भए। सकम्बरीले फेरि चुरोटको धुवाँ फालिन्। मलाई चुरोट मनपर्छ, क्यान्सर भए पनि स्वागत छ। त्यो जवाफले सुयोगवीरलाई भित्रैसम्म हल्लायो, किनकि उनले यस्तो महिला कहिल्यै देखेका थिएनन्, जो डराउँदिन, जो दबिदिन, जो कसैलाई खुसी बनाउन आफ्नो स्वभाव बदल्दिन। उनी रिसाए पनि अर्कोतर्फ उनको मनभित्र केही अनौठो जागिरहेको थियो। त्यो रात उनीहरूबीच लामो कुरा भयो। सकम्बरीले प्रेमको कुरा गरिन्, स्वतन्त्रताको कुरा गरिन्, पुरुष समाजको घमण्डमाथि व्यङ्ग्य गरिन्। उनको हरेक शब्द सुयोगवीरको पुरानो सोचमाथि चोट थियो। र अचम्म, सुयोगलाई त्यो चोट मन पर्न थालेको थियो। रात ढलिसकेको थियो। घर फर्किँदा सुयोगवीरले मुजुराको शान्त मुस्कान सम्झेर आफूलाई शान्त पार्न खोजे। तर बारम्बार सकम्बरीका आँखा, उनको आवाज, उनको व्यङ्ग्य, उनको विद्रोह, सबै कुरा उनको मनमा गुन्जिरहे। त्यो रात सुयोगवीरले पहिलो पटक महसुस गरे, उनको भित्र मरिसकेको मनमा फेरि केही चल्न थालेको छ।
तर त्यो भावना प्रेम थियो कि विनाशको सुरुवात उनी आफै बुझ्न सकेनन्। सकम्बरी र सुयोगवीर बीचको यो टकराव कि बिस्तारै आकर्षणमा बदलिनेछ वा उनीहरू एकअर्काको जीवनमा पीडाको कारण बन्नेछन्। अर्को भेटमा सकम्बरीले सुयोगवीरको जीवनलाई अझ गहिरो चोट दिनेवाली छिन्। अर्को एपिसोडमा।